डिस्ट्रिक्टमा रिटायर भएर बसेको मान्छे, दुनियाँले सारा संसारले देशले मात्रै नभएर विदेशले समेत चिनेको मान्छे हो होइन। त्यो दुईटा बच्चाहरूलाई टुक्रा बनाएर यो अवस्था बनाएपछि यो मान्छेबाट धेरैले झन् सिक्ने मौका पाए के। यो मान्छे त यति ठुलो मान्छेले जे जस्तो गर्दा पनि हुने रहेछ भन्ने टाइपको चाहिँ उसको अर्को थिङ्किङ हुने भयो क्या। त्यो प्रति हेर्ने दृष्टिकोण चाहिँ एकदम नेगेटिभ हुने भयो कि। तपाईँले भन्नुभयो नि अब अलि धेरै पहिलादेखि मैले चिन्थेँ नेपाली बोल्दै कस्तो थियो पहिला तपाईँले भेट्ने बेला उहाँको स्वभाव पहिलादेखि के बोका स्वभावै हो होइन। अब मेरो उसको घर र मेरो रेस्टुरेन्ट नजिकै थियो नि, उहाँ माथि उसको घर छेउमा मेरो रेस्टुरेन्ट थियो। त्यो रेस्टुरेन्ट पनि उहाँ आउनुहुन्थ्यो, आउने जाने क्रममा चाहिँ चिनजान त्यही एरिया बस्ने भएकोले गर्दाखेरि चिनजान थियो। अनि उहाँको एकदम नराम्रै सोच विचार हो। अब तर पनि नराम्रो सोच विचार अब हरेक मसँग पुरा अस्ति भर्खर पनि माइती घरमा आएर मलाई भेट्न आएको भन्नुहुन्थ्यो। म माइती घरमा बसेको देखेँ मेरोमा। अनि मेरो के कारणले के भयो भनेर डिटेल बुझ्न आउनुभएको थियो अरे उहाँले भन्नुभएको। अनि मैले यस्तो भएको भने अनि ठिक छ हामी साथ सपोर्टमा छौँ, हामी पनि साथ सपोर्ट दिन्छौँ भन्नुभएको थियो। अब साथ सपोर्ट बाहिरको मान्छेलाई चाहिँ दिनुहुने रहेछ, आफ्नो घरको श्रीमतीलाई चाहिँ उहाँले जेल लिनुहुने रहेछ। अनि हामी बाहिरको मान्छेलाई साथ सपोर्ट दिन्छौँ। उहाँले केटीलाई अब सायद म केटी भएको भएर नि हामी साथ सपोर्ट गर्छौँ भन्नुभयो होला। अब उहाँको श्रीमती भएको कारण उहाँको श्रीमतीलाई चाहिँ उहाँले मार्नुभयो कि हत्या गर्नुभयो कि। उहाँ अब बाहिर बोका बनेर हिँड्ने होइन, दुनियाँ नारीहरूसँग चाहिँ अब अनैतिक सम्बन्ध राख्दै हिँड्ने हामीले पनि देखेकै हो, थाहा पाएकै कुरा हो होइन। एकदम केटीको कारणले हो। अब आफ्नै मान्छे मलाई एकदम थाहा छ, मलाई एकदम नजिकबाट ओल्लो घर पल्लो घर हो कि 100 मिटर लगभग 100 मिटरको डिस्टेन्स मात्रै। बाहिर त अब पर्सनली त व्यक्तिगत नहोला, तर उहाँले चाहिँ कसैलाई पनि नगर्ने क्या, छोरी मान्छेलाई कसैलाई पनि नगर्ने। अब जो भेटायो उहाँले भयो कि दुईवटा उठा उठेको भए पनि भयो उहाँलाई। अनि त्यति नराम्रो घिनलाग्दो व्यवहार भएको मान्छे हुनु त थाहा थियो। अब त्यति नराम्रो सोच विचार भएको भन्ने, तर यसरी ज्यानै लिएर श्रीमतीको केटीको लागि नै गरेको हो उसले यो सब। नत्र अहिले आएर 18-20 वर्ष हुन लागेको छोरा 6-7 वर्ष भइराखेको छोरालाई चाहिँ टुरो बनाएर आफ्नो श्रीमतीको हत्या गर्छ त कसैले। अनि यो प्रहरी प्रशासनको ठुलो हात छ कि उसलाई बचाउनुमा। उहाँको पनि 3-4 चोटि चाहिँ बचाउनु कसले दिन्छ बचाउनलाई? त्यो मान्छे निश्चय अनि बचाउने कि मागेर हामी गर्छौँ भने हामी पनि श्रीमतीमा भोलि हामीले पनि बिहा गरेको छैन, तर हाम्रा श्रीमानले पनि ऊबाट सिक्ला भन्ने डर भयो नि त। हाम्रा बाउले पनि ऊबाट सिक्ला भन्ने डर भयो कि हामीलाई। हाम्रो ज्यान जोगाउन गाह्रो भयो। यति धेरै यो बालाजु प्रहरीको यो वृत्तको यो डिएसपी होइन, उहाँले कले गर्ने हो नि त प्रहरी कस्तो छ, हाम्रो अफिस कस्तो छ, कर्मचारी कस्तो छ तल्लो दर्जाको भनेर। अनि यहाँ 5,000मा बिकेको म देखाइदिन्छु प्रुफ। यहाँको कर्मचारी 5,000मा बिकेको प्रुफ छ मसँग। मेरो सुन खाएको छ, मेरो मोबाइल खाएको छ। यहाँको प्रहरीले प्रमाण दिन सक्छु म। यसको लागि भनेर म 1 महिनादेखि धाएको छु यहाँ, र मलाई अहिले बालाजुको गेटबाट भित्र छिर्न दिइँदैन क्या मेरो सुन बचाउनको लागि। यसको प्रमाण छ मसँग। म कहाँ गइनँ यो विषयको लागि। अनि